यस्तो छ राजतन्त्रको पक्ष पोषण गर्न पाइन्छ पाइन्छ। म उनीहरूको विचारको विरोध अथवा निन्दा गर्दिन, भत्सना गर्दिन, किनभने लोकतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने अधिकार छ। तर राजतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने अधिकार थिएन। यहाँ केहीले अलि चाहिँ के हुन्छ भने नि, मान्छेले सबैले इतिहास पढेका हुँदैनन्, फुर्सद पनि हुँदैन, जागर पनि हुँदैन र कहिलेकाहीँ साह्रै अपव्याख्या गरिदिन्छन् क्या। कतिले चाहिँ के भन्छन् भने, किन यो रेडियो टेलिभिजन सबै राजाको कालमा खुलेको होइन? हो, राजाकै कालमा खुलेको, तर रेडियो नेपालमा कतिपय गीतहरू रेकर्ड हुँदै गर्दाखेरि दरबारबाट सेन्सर लागेर अथवा दरबार निकटहरूबाट सेन्सर लागेर गीतै रोकिएको पनि त इतिहास छ नि। हिजो अस्ति भर्खर हेर्नुहोस् त दाइ, तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, हामी त्यतिखेर परिपक्व हुँदै थियौँ। यो 2062 माघ 19मा ज्ञानेन्द्रले कु गरेर शासन हातमा लिएपछि के भयो? एफएम स्टेसनमा सेना गएर बसेको होइन, समाचार रोकेको होइन, रेडियोमा समाचार रोकेको होइन। किन रोकेको? किनभने उनीहरूको विरोधमा कुनै आवाज नआओस् भनेर। डोरबहादुर बिष्ट भन्ने इतिहासकार रातारात बेपत्ता पारिए। बिचराले भनेको केही पनि थिएन। भनेको के थियो भने, यी शाह वंशहरू चाहिँ ठकुरी होइनन्, मगर हुन्, किनभने यिनका चाहिँ पृथ्वीनारायण शाहका 3टै रानी मगर छन्, अन्तर्जातीय विवाह त्यो युगमा सम्भव थिएन, यिनीहरू ठकुरी होइनन् होला भनेर उनले एउटा ऐतिहासिक तथ्यको आधारमा टिप्पणी गर्दाखेरि बेपत्ता हुनु पर्यो। प्रवीण गुरुङलाई मोटरसाइकलले किच्याएर मारिदिए तत्कालीन सहज्यादा पारस शाहले। उनीमाथि कुनै कानुनी कारबाही भयो? कुन चाहिँ राजावादीले मलाई पल्टाएर देखाइदिन सक्छ? मोटरसाइकलले किच्याएर मार्न पाइन्छ मदिराको तालमा? भएकै हो नि यो। नमिता सुनिता काण्ड। राजाको कालमा राजाका कान्छा भाइ धीरेन्द्रले नमिता सुनिता नाम गरेका 2 जना किशोरीहरूलाई बेपत्ता बनाए। कि धीरेन्द्रको नमितासँग प्रेम सम्बन्ध थियो भन्ने कुरा यो चाहिँ विभिन्न पुस्तकहरूबाट पुष्टि हुन्छ। अनि त्यो काण्डको छानबिन भयो? भएन। किन भएन? किनभने राजा त्यतिखेर कानुनभन्दा माथि हुन्थे, संविधानभन्दा माथि हुन्थे। अर्को कुरा, महेन्द्रकी एउटी प्रेमिका थिइन्, राजा महेन्द्रकी, गीता गुरुङ भन्ने। दरबार बाहिरकी महारानी भन्ने पुस्तकको रिफरेन्स लिएर भन्दैछु। राजा महेन्द्रकी प्रेमिका थिइन् गीता गुरुङ, भित्रिनी भनौँ न, अब मिस्ट्रेस भनौँ, मिस्ट्रेस थिइन्। ती मिस्ट्रेसबाट जन्मेका छोरा रविन्द्र वीरेन्द्रभन्दा जेठा थिए। राजगद्दीको मर्यादा अनुसार त जेठो छोरो राजा हुनुपर्ने हो नि, तर रविन्द्र चाहिँ गुरुङसँगको सङ्गमबाट जन्मेको आधारमा राजा हुन पाएन। यो न्याय हो? यस्ता कैयौँ कुरा छन् दाइ, यो एउटा खण्ड काव्यै लेख्न सकिन्छ होइन। तर म इतिहासको विद्यार्थी मात्रै हो, विज्ञहरूले अझ बढी लेखुन्, अझ बढी खोजुन् भन्ने म चाहन्छु। राजतन्त्र कुनै पनि आधारमा न्यायपूर्ण, न्यायसङ्गत चाहिँ थिएन।